अनि आज चाहिँ हामी स्कुलमा एक्जिबिसन भइरहेको छ कक्षा 8 को हो हामी चाहिँ अनि यो चाहिँ एसिड रेन यो चाहिँ सोलर सिस्टम हो अनि एसिड रेन चाहिँ कसरी हुन्छ भने फ्याक्ट्रिज इन्डस्ट्रिजहरूबाट धुवा माथि गएर क्लाउड्सहरूमा गएर क्लाउडहरूमा चाहिँ त्यो एसिड मिसिन्छ क्लाउड्सहरू पछि अनि धेरै पोल्युसनहरू त्यही भएर हामीले गर्नु हुँदैन धेरै प्लान्ट्सहरू गर्नुपर्छ पछि चाहिँ एसिडहरू क्लाउडमा चाहिँ एसिड ड्रेन हुन्छ पछि अनि हामीलाई नै गाह्रो हुन्छ अहिलेसम्म एसिड नेपालमा चाहिँ भएको छैन तर अहिले धेरै ठाउँमा भएर गाह्रो पनि भइसक्यो अनि यो चाहिँ 8वटा प्लानेटहरू हो अनि सोलर सिस्टम चाहिँ 4.6 बिलियन छ अग्लो चाहिँ फर्म भएको थियो अनि अहिले चाहिँ मिल्की ग्यालेक्सी हो थ्याङ्क यू अब हाम्रो विषय चाहिँ कोटपर्व र दरबार हत्याकाण्ड हो कोटपर्व चाहिँ जङ्गबहादुर राणाले गरेका थिए जङ्गबहादुरको जन्म चाहिँ विक्रम सम्वत 1874 असार 7 गते भएको थियो उहाँ चाहिँ जङ्गबहादुर राणा हुन् जङ्गबहादुर राणा चाहिँ दरबारमा सुरक्षाकर्मीका रूपमा काम